सम्पूर्ण दर्शक महानुभावहरूले नमस्कार। यदि हेर्न डबजङ दरबारमा यसपालि प्रोग्राम हुँदैछ, त्यसमा पानीको कमी भएको कारणले सम्पूर्ण हाम्रो गाउँले बासिन्दाहरू पानी ल्याउनको लागि पानी कुलो खन्दै हुनुहुन्छ पाइप गाड्नको लागि। तपाईँले दृश्य हेर्न सक्नुहुनेछ। ल साथीहरू यो चाहिँ हामी डबजङमा पाइ हामी डबजङ जाने बाटो चाहिँ सरसफाइ कार्यक्रम ल गुड गुड साबास ल बासिन्दाहरू चाहिँ आज डबजङ जाने चिमो सबै गर्दै है ल सबैजना आउनु होला। एकदम रमाइलो 17 गते चाहिँ एकदम हजुर डबजङ जानको लागि जो पनि रोडमा हिँड्न चाहनुहुन्छ रोड छँदैछ। सिँढीमा हिँड्नेहरूले चाहिँ सिँढी सफा गरेर पनि हामीले पुरा रेडी गरिसकेको छौँ। तपाईँहरू पक्कै पनि आउनु होला। रमाइलो दृश्य हेर्नको लागि भने यतिखेर अर्कोतिर फेरि डोजरले पुरा खन्दै हुन्छ। गर्मी ग्राउन्ड खन्दै हुनुहुन्छ लागेको छ। हामी स्थानीय हेर्नुहोस् तपाईँहरूले हेर्न सक्नुहुन्छ। हजुर साथीहरू ग्राउन्ड तयार भइसकेको छ। अब सरसफाइ कार्यक्रम चल्दैछ ग्राउन्डमा होइन। स्थानीय बासिन्दाहरू लागिरहनु भएको छ। तकरिबन 1 हप्ता भयो लगातार स्टेज बनाउने ग्राउन्डमा एउटा रेडी भइसकेको छ। ग्राउन्ड तयार गरिसकेको छ हामीले लोसार मेलाको लागि। बासिन्दाहरू पक्कै पनि तपाईँहरू आउने हुनेछ भन्ने कुरा आशा गरेको छु। ल हेर्नु होला, एकदम रमाइलो हुनेछ यसपालि चाहिँ हाम्रो डबजङमा लोसार मेला रमाइलो हुनेछ। आउनु साथीहरू। हेलो गाइस, हेलो हेर्ने आज चाहिँ हामी डबजङ दरबारको माथि रानीपङ्गको छेउमा यस्तो प्रोग्रामको लागि ग्राउन्ड चाहिँ तयार भइसकेको छ साथीहरू है। अब तकरिबन तयार भइसकेको स्टेज बनाउनु मात्रै बाँकी छ। ल साथीहरू ग्राउन्ड तयार भएर पनि हामी चाहिँ प्रोग्रामको लागि हिँडे है। तपाईँहरू आउनु होला। प्रोग्राम एकदम भव्य हुँदैछ आज। हामी चाहिँ रेडी भएर गइसक्यो है। आउनुहोस् है साथीहरू।